काठमाडौँ, पोखरा र चितवन मिलेर एउटा ट्रायङ्गल बन्छ। फरेनर्सहरू नेपाल घुम्न आउँदा दिस ट्रिप इज हाइली प्रिफर्ड एन्ड इज नोन एज द गोल्डन ट्रायङ्गल टुर। बट आज हामी 4 जना यो 9 डेजको ट्रिप कम्प्लिट गर्नेवाला छौँ इन नेपाली वे। सो हामी चाहिँ मैले गोमायोको हेडक्वार्टरमा हाम्रो बिहान 8 बजे हिँड्ने प्लान थियो, तर कोही गर्दा अलिक ढिलो भयो। सो हाम्रो ब्याग्सहरू सबै प्याक भइसकेको छ, अब हामी निस्किन्छौँ। यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, किनकि दिस इज गोइङ टु बी वान एपिक एडभेन्चर। सो हामीसँग मैले सीताबैला चोकमा नर्मली जाने हो भने चाहिँ थानकोटबाट गइन्छ, तर सिन्स त्यहाँको बाटो एकदम नराम्रो छ, तर जाम पनि हुन्छ। सीताबैला चोकको तपाईँको राइट साइडको बाटो जुन देख्न सक्नुहुन्छ, यहाँबाट गएर सिधै धार्के निस्किन्छ। सो यो बाटो चाहिँ त्यस्तो अफरोड पनि छैन, थोरै मात्र अफरोड छ, राम्रो छ, चाँडै पनि पुगिन्छ। सो आफ्नै गाडीबाट गइरहनु भएको छ भने चाहिँ दिस वे इज अ बेटर अप्सन। धार्केबाट थोरै माथि आएपछि हामी ह्यामलेटमा खाना खान रोक्यौँ। हाइवेमा ट्राभल गर्दाखेरि हाइजेनिक र राम्रो खाने ठाउँ हामीलाई यही लाग्छ। हामी किराको भिडियो मात्रै खिच्न गएको थियौँ, तर हाम्रो दिदीले चाहिँ किरा पनि फ्रीमा दिनुभयो। मेबी सुमन मन पऱ्यो जस्तो छ, फेरि फर्किनुमा फेरि आउनु भन्नुभएको छ। फर्किनुमा हामी ठिक बाटो बिग्रेकै थियो, कन्स्ट्रक्सन भइ नै रहेको थियो र धुलोको त झन् के कुरा गर्नु, बट हामी इन्जोय गर्दै अगाडि बढ्छौँ। सो हामीसँग मैले बारसिङ्गे बियर फ्याक्ट्रीमा जुन चाहिँ कुरिन टारमा छ, सो चलाउँदा चलाउँदै गाइजहरू अलिक टायर्ड भएको थिएँ। सो यहाँ एकछिन बस्छौँ, रिल्याक्स गर्छौँ, डिफ्रेन्ट बियर्सहरू टेस्ट गर्छौँ, देन अफ यु गो। What's it, right? Nice, sir. Grinder beer will come to this, सो फुल्ली रेस्टेड भयो, डिफ्रेन्ट बियर्सहरू टेस्ट गरियो। सो राम्रो ठाउँ रहेछ, तपाईँको एकै ठाउँमा बियर फ्याक्ट्रीहरू छ, तपाईँको एउटा बियर टेस्टिङ ठाउँ छ, त्यहाँ तपाईँले फुड्सहरू पनि पाउन सक्नुहुन्छ र ओभरनाइट स्टे पनि गर्न मिल्छ। तर हामी चाहिँ यहाँ स्टे गर्दैनौँ, किनकि आजको हाम्रो डेस्टिनेसन हो सौरा। हामी सौराहा नछिरेर सिधै लाग्छौँ मेगौलीतिर। यो बाटोमा गाडी चलाउँदा हामीलाई मुभी जस्तो फिल भइरहेको थियो। तराईको हावा, नाकको सोझो बाटो र बाटोको छेउको धानबारी। उहाँ चाहिँ हाम्रो गुरुजी हुनुहुन्छ। यदि गोमायोबाट अनकभरबाट कहीँ जाने हो भने चाहिँ उहाँलाई खबर गर्नु होला। बिचरा पैसा कमाउनु पर्ने छ, यस्तो अलिअलि टिप्स पनि दिनु होला उहाँलाई। गरिब सहयोग हुन्छ, गरिब दुखीले धेरै पनि मागेको छैन। आफ्टर अ लङ ड्राइभ हामी हाम्रो आजको डेस्टिनेसनमा पुग्छौँ। खुट्टा तन्काएर फ्रेस भएर बस्न पाउँदा आनन्द आयो। सो हामीसँग मैले टाइगरल्यान्ड सफारी रिजोर्टमा, यो चाहिँ मेगौली चितवनमा छ। सौरा चाहिँ आजकल अलिकति बढी क्राउडेड हुन थालेको छ, एक्टिभिटिज गर्न लाइन लाग्नुपर्ने, अलिकति बढी क्राउड हुने, नोइज हुने, त्यो कारणले चाहिँ हामी आएको छौँ मेगौलीमा। यो स्पेस चाहिँ भेरी क्लोज टु द नेसनल पार्क, एकदम पिसफुल पनि छ, लेस क्राउडेड। सो आजको हाम्रो यहाँको स्टे छ। सौरा चाहिँ सिटी जस्तो छ, हाम्रो यहाँ चाहिँ नेचर छ होइन। नेचर हेर्नको लागि नि यो टाइगरल्यान्ड सफारी रिसोर्ट आउनुहुन्छ क्या। प्रायः फरेनर गेस्टहरू चाहिँ तपाईँको यहाँ यो नेचर हेर्न आउनुहुन्छ क्या। र उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने हामी नेचर हेर्न हो, हामी सिटी हेर्ने भन्दा हाम्रै देशमा छ कस्तो सिटीहरू भनेर भन्नुहुन्छ। गेस्टहरूले चाहिँ बर्ड वाचिङ चाहिँ चराहरू हेर्नलाई, अब भनौँ न हरेक किसिमको चराहरू पाइन्छ नि त हाम्रो देशमा। बाघ देखाएको छु मैले, 2 चोटि देखाएको छु। मैले चाहिँ यो यता छ नि, यहाँ यो जङ्गलमै देखेको, यो ठ्याक्क इभिनिङ टाइममा देखेको यतापट्टि। चेक इन गरेर फ्रेस भएपछि हामी लाग्यौँ थारू डान्स हेर्न।
अमेजिङ डान्स पर्फर्मेन्सेस पछि लास्टमा हामी सबै माथि स्टेजमा गयौँ र नाच्न नआए पनि अरूलाई हेरेर हामी पनि नाच्यौँ। गुड मर्निङ, अल फ्रेसन अप भइयो। यस्तो ब्युटिफुल वेदर छ अहिले। हामी ट्राउजरबाट हाफ प्यान्टमा सिट भएको छौँ। नाउ अफ विथ एक्टिभिटिज यु क्यान डु एट सौरा। सो वी आर अल सेट, गाडीमा बसियो। अब हामी जाँदैछौँ जङ्गलतिर, चितवन नेसनल पार्कमा। हेरौँ आज के जनावरहरू देखिन्छ भनेर। पहिला सफारी गरेको भए तापनि यसपालि वी वर एक्साइटेड किनकि हामी नयाँ रुट भएर जान लागेको थियौँ। वी डिडन्ट नो वाट टु एक्सपेक्ट र हाम्रो साथमा हुनुहुन्थ्यो हाम्रो प्यारो गाइड दाइ। नमस्ते हजुर, म चाहिँ विकास लामा, नेचर गाइड, जङ्गल गाइड। हामीलाई चाहिँ त्यो प्रकृतिको चाहिँ गाइड भनेर चाहिँ चिनिन्छ। मसँग एकदमै यहाँनिर ह्यान्डसम ब्रदरहरू हुनुहुन्छ, काठमाडौँदेखि जोइन हुनुभएको छ। एकदमै भेटेर एकदमै यो चिसो मौसमको चाहिँ एकदम न्यानो नमस्ते अनि गुड मर्निङ भन्न चाहन्छु। एकदम भेटेर एकदमै खुसी पनि लाग्यो मलाई। अमेरिकाबाट कसले ल्याएर छोड्छ? बादलले केरा पाइन छोड्दैन अरे। जङ्गलभित्र छिरिरहेछौँ। छिर्ने बित्तिकै यति धेरै जनावरहरू देखियो, गैडा देखियो र सबभन्दा दामी चाहिँ मयूर देखियो। मयूरको डान्स देखियो। आई थिङ्क इट्स वान्स इन अ लाइफ टाइम मयूरको डान्स देखिने भनेको। र अर्को खतरा कुरा चाहिँ हामीले बाघ नदेखे पनि बाघको पन्जा चाहिँ देखेको छौँ। सो बाघ फ्रेस, त्यो पनि पन्जा देखेको छौँ। सो आई थिङ्क यो ट्रिपमा चाहिँ बाघ देख्ने चान्सेस चाहिँ एकदम हाई छ। हामी बाघ खोज्छौँ। अनफर्चुनेटली बाघ त भेटेनौँ, तर बेसार चाहिँ भेटेँ। यस्तै त हुन्छ नि खासमा। यस्तै हुन्छ नि बेसा। पछि सुकाउने हो, सुकाएपछि पेल्ने हो। तर यो अझै पाकेको छैन, पछि पहेँलो हुन्छ। ल गाइज, हामी चाहिँ सफारीको यो जिप सफारी कुचकुचे बफर जोन, हामी खगेन्द्र मैले बफर जोनको चाहिँ यो एकदमै महत्त्वपूर्ण ठाउँ। एकदमै हामीले यसलाई चाहिँ हाम्रो नागदह एरिया भन्छौँ। यता नागदह भयो, त्यसकै एरियामा हामी चिसो पानी एकदमै निर्मल सङ्लो 12 महिना एकदमै सफा रहन्छ। स्पेसली हाम्रो हामी चाहिँ चितवन नेसनल पार्कको चाहिँ इम्प्याक्ट जोनको चाहिँ हामी रिभर एन्ड फरेस्ट भन्छ। यो चाहिँ नदी तटीय वन, त्यो खोलासँगैको वन भन्छ यसलाई चाहिँ, त्यसमा छौँ। सो हामी चाहिँ हाम्रो सफारीको मिड पोइन्ट जतिमा छौँ र मिड पोइन्टमा चाहिँ एउटा देवीथान मन्दिर भन्ने स्पट छ जहाँ चाहिँ अमेजिङ यस्तो क्लियर वाटर छ, राम्रो खोला छ, त्यहाँ एउटा मन्दिर छ। यहाँ हामी एकछिन बस्छौँ, रेस्ट गर्छौँ र अहिलेसम्म चाहिँ हामीले एकदम धेरै जनावरहरू देख्यौँ। सो क्विक लिटल टिप तपाईँलाई, यदि सफारी गर्दै हुनुहुन्छ भने चाहिँ सकेसम्म अर्ली मर्निङको गर्नुभयो भने चाहिँ धेरै एनिमल्सहरू देख्नुहुन्छ। हामी सफारी सकाएर जङ्गलबाट निस्किने लागेका थियौँ। वी मेट सम अनएक्सपेक्टेड फ्रेन्ड्स। सो भर्खरै हाम्रो सफारी सिद्धियो, एकदम डिफ्रेन्ट एनिमल्सहरू देखियो, एकदम थ्रिलिङ एक्सपिरियन्स भयो। अब हामी गर्न लागेको छौँ नेक्स्ट बेस्ट एक्सपिरियन्स, क्यानो राइड। हजुर बाघ हो तपाईँ? पनि फेर्नु दिन्न यार।
सो हामी अहिले क्यानो गरेर आएको छौँ म एकदम बिस्तारै बोलिरहेको छु किनकि एकदम पिसफुल इन्भाइरोमेन्ट छ त्यहाँ जनावरको आवाज आइरहेछ मयूरको आवाज आइरहेछ प्लस क्यानोइङ भनेको चाहिँ एकदम पिसफुल एक्टिभिटी हो हामी सबैको वान अफ द फेभरेट थिङ्स टु डु सर आउँदाखेरि चाहिँ सो हामी क्यानोइङ गरिरहेछौँ इन्जोय गरिरहेछौँ यहाँ आउँदाखेरि चाहिँ क्यानो चाहिँ छुट्याउँदै नछुट्याउनु होला सो भर्खरै हाम्रो क्यानो राइड सिद्धियो त्यसपछि हामी अलि सर्ट जङ्गल वक गर्दैछौँ सो बाटोमा चाहिँ तपाईँको यस्तो हेर्नुहुन्छ यो पुरानो स्ट्रक्चर्सहरू देख्न सक्नुहुन्छ हाम्रो गाइड दाइले के भनिदिन्छ भन्दाखेरि यहाँ चाहिँ पहिलाको राजाको रिलेटिभ्सहरू सो रोयलहरू बस्थे यहाँ नाम पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ गैडा वाइल्ड लाइफ क्याम्प भनेर छ सो हेर्दाखेरि एकदम पोस्ट एपोकलिप्टिक जम्बीको सिनारी जस्तो फिल भइरहेछ तर हेर्दाखेरि चाहिँ एकदम रमाइलो छ यो बाटो फाइनली सौराको सबै एक्टिभिटिजहरू भ्याइयो एकदम रमाइलो भयो त्यसपछि एकदम भोक लागेर चाहिँ एक ठाउँमा हामी भात खान आएको छौँ अब हामी जाँदैछौँ एउटा नयाँ ठाउँ नयाँ चस्मा फाइनली हामी पुगेको छौँ हाम्रो आजको डेस्टिनेसन मेरो पछाडि देख्न सक्नुहुन्छ द स्ट्रिट्स आर भेरी लाइभली एकदम ब्युटिफुल स्ट्रिट छ दिस इज वान अफ माई फेभरेट प्लेसेस वेलकम टु बन्दीपुर हामी बन्दीपुरमा छौँ एकदम इन्जोय भइरहेछ अब हाम्रो नाइटको प्लान अश्विन दाइले भन्नुहुन्छ क्यारेक्टरै चेन्ज गरिन्छ दाइको त क्यामेरा आउने बित्तिकै दाइ चाहिँ हसमुख होइन पनि टोन डाउन के साँझ परेपछि हामी यही स्ट्रिटको एउटा रेस्टुरेन्टमा डिनर खान बस्यौँ बिस्तारै अरू गेस्टहरू पनि जोइन भए त्यसपछि निस्कियो गिटार देन इट बिकेम अ नाइट टु रिमेम्बर Take it easy, you're still young. That's your fault. Hang to my solamente amore. E l'unità per noi. The wicked words of wisdom. Let it be. So sing. Let it be. Let it be. Let it be. Let it be. Wisdom words of wisdom. Let it be. Oh, let it all by now. That's all that's gonna last forever. And you're gonna have it yours. Yeah, gonna love forever. Don't let the best thing of my life. गुड मर्निङ फ्रम बन्दीपुर हामी बिहान उठ्यौँ फ्रेस भयौँ त्यसपछि हामी बसिरहेको मेन स्ट्रिटबाट अराउन्ड 15-20 मिनट हिँडेर हामी आएको छौँ बन्दीपुर भ्यू पोइन्ट हामी बन्दीपुरबाट बिदा भयौँ सबै सामान गाडीमा प्याक गरेर अफ टु द नेक्स्ट डेस्टिनेसन सो हामी पोखरा आइपुग्यौँ हाम्रो एउटा माइकको चाहिँ कमी थियो वायरलेस माइक चाहिँ थियो तर वायर्ड माइक थिएन हामी आयौँ हाम्रो दाइको पसलमा आयौँ क्यामेरा सब महेन्द्रपुलमा आउनुभयो है सो क्यामेरा चाहिएको छ भने चाहिँ पोखराको दाइको सपमा आउनु होला हामीले बुम माइक लियौँ अबदेखि चाहिँ हाम्रो यस्तो अडियोको पनि हाई क्वालिटी आउने होला चाहिँ सो वी आर अन राउट टु आवर नेक्स्ट डेस्टिनेसन हामी चाहिँ अहिले लुम्ले भन्ने ठाउँमा छौँ र मेरो पछाडि देख्न सक्नुहुन्छ एकदम गुम्म छ वेदर यो जुन हाइवेबाट हामी आयौँ इट्स कन्सिडर्ड वान अफ द बेस्ट हाइवेज यस्तो राम्रो माउन्टेन भ्युज देखिनु पर्ने हो यस्तो राम्रो डाँडाकाँडाहरू देखिनु पर्ने हो तर आज वेदरले हाम्रो साथ दिइरहेको छैन तर हामी आउँदाखेरि चाहिँ पानी पनि परिरहेको छ यसो वेदर एप चेक गर्दाखेरि चाहिँ आज पानी छ भोलि क्लियर भन्ने छ सो होपफुली भोलि क्लियर होस् पहाड हेर्न पाइन्छ भनेर हिँडेको हाम्रो टोलीले कुहिरो र बादल बाहेक केही देखेन वी वर अ लिटल बिट स्याड किनकि हाम्रो नेक्स्ट डेस्टिनेसनमा मान्छेहरू पहाड हेर्न नै जान्छ हाम्रो अन्नपूर्ण कन्जर्भेसन एरियाको चेक पोइन्ट हो इन्फर्मेसन सेन्टर हो
अनि यहाँबाट चाहिँ किनकि अब यो बाटो हाम्रो घोरेपानी जान्छ भने यहाँबाट हाम्रो घान्द्रुक गइन्छ है सो दुईवटा डिफ्रेन्ट बाटो यहाँबाट छुट्टिन्छ यो पुलबाट छुट्टिन्छ खोला हो त्यो चाहिँ असला माछा हो अनि त्यो हामीले सुनेकै थियौँ नि हिउँको पानी मोदीको असला आफ्नै सम्झी मायालु दिलमा बसला सारङकोटैमा मनको चाह नलुकाउ लाली ओठैमा मनको चाह नलुकाउ लाली ओठैमा दिस इज असला माछा अब हिँड्दै जानुपर्ने छ फेरि आधी घन्टा माथिबाट सो तपाईँ घान्द्रुक आउँदाखेरि यसरी दुईवटा बाटो छुटेको देख्नुहुन्छ तपाईँले त्यो वेलकम टु घान्द्रुक हुने बोर्ड देख्नुहुन्छ सो नर्मली जाने भनेको तपाईँको राइट साइडको बाटो हुँदै जाने हो तपाईँले बस पनि जान्छ आफ्नो गाडी ल्याउने हो भने त्यहाँसम्म लानु मिल्छ यो बाटो चाहिँ तपाईँको घान्द्रुक बस पार्कसम्मै पुग्छ र धेरै हिँड्नु पर्दैन तर अनफर्चुनेटली अहिले हामी आउँदाखेरि चाहिँ यो बाटो बनिरहेको रहेछ त्यही भएर हामी यो बाटो हुँदै गयौँ सो घान्द्रुक पुग्दा आधी घन्टा जति बाँकी हुँदाखेरि चाहिँ तपाईँले बाटोबाट वाटरफल देख्नुहुन्छ बाटोबाट अलिकति माथि आउनुभयो भने चाहिँ यस्तो ब्युटिफुल झरनातिर पुग्नुहुन्छ तपाईँ अहिले गर्मी महिना भएको भए म डाइभ हानिहाल्थेँ एकदम ब्युटिफुल छ यो वाटरफल त्यहाँबाट थोरै माथि आइसकेपछि हामी एउटा ठाउँमा पुग्छौँ जहाँबाट चाहिँ तपाईँको ढलानको बाटो स्टार्ट हुन्छ सो गाडी चाहिँ हामीले अब यहीँ राखेर अराउन्ड 20-25 मिनट हिँडेपछि बल्ल हामी पुग्नेवाला छौँ हेलो हेलो हामी के गर्नु वी गुड अब हामी खाना खान्छौँ आज हामी कहाँ छौँ घान्द्रुकमा छौँ घान्द्रुकको ग्रुन कटेजमा छौँ सबै कुरा ठिकठाक चलिरहेछ दामी भइरहेछ यार आगो तापियो वार्मअप भयो ठ्याक्क खाना पनि आयो ल मिठो दाल भात खाएर हामीले रेस्ट गऱ्यौँ बाहिर पानी परि नै रहेको थियो बट इट डिडन्ट स्टप पिपल फ्रम ह्याभिङ फन मैले गरेर के गुड मर्निङ फ्रम ब्युटिफुल भिलेज अफ घान्द्रुक हामी गरिरहेको छ मैले ब्रेकफास्ट र मेरो पछाडि देख्न सक्नुहुन्छ हिमाल हुनुपर्ने ठाउँमा अहिले बादलै बादल छ हिमालले लुकमारी खेलिरहेको छ हामीसँग बेला बेलामा अलिअलि देखिन्छ बेला बेलामा बादलले ढाकिरहेको छ त्यही पनि हामी सकेसम्म कुर्छौँ र तपाईँलाई हिमालको बेस्ट भ्यू दिने ट्राई गर्छौँ भाइ हिमाल देख्ने चान्स कति छ ऋषभको भाषामा चाहिँ आधी घन्टामा कि त हिमाल देखिन्छ कि त हिमाल देखिँदैन त्यति छ चान्सेस कति चान्स छ होला चान्स 20% जति होला कति देखिने भन्ने हो पुरै देखिने पुरै देखिने चान्स लगभग 100% छ नमस्ते तपाईँहरूलाई स्वागत छ हाम्रो गुरुङ कटेज घान्द्रुकमा सो मैले चाहिँ आज गुरुङ ड्रेस लगाएको छु एज यु क्यान सी हामी चाहिँ अब गुरुङ कटेज छोडेर जान आँटेका छौँ उहाँहरूले एकदम दामी सर्भिस दिनुभयो अमेजिङ सर्भिस द्याट्स वाइ स्टिल हियर फर 30 years एन्ड मान्छेहरू सबैले प्रिफर गर्ने चाहिँ गुरुङ कटेज हो है सो वी आर अबाउट टु गेट अफ फ्रम हियर हिमाल चाहिँ देखिएन ऋषभ दाइ तपाईँको घान्द्रुक आएको कतिचोटि हो अरे यो 10th टाइम थियो तर दिस इज द फर्स्ट टाइम मैले हिमाल देखिनँ ओ माई गड सो कस्तो ब्याड टाइमिङमा आएको रहेछौँ 10 चोटि आउँदाखेरि मान्छेले फर्स्ट टाइम आज हिमाल नदेखेको सन्चै हुनुहुन्छ सन्चै छ बाबु खोइ साथीहरू कति धेरै छ ऊ तल जानुभयो हाई वेलकम घान्द्रुक अनफर्चुनेटली वेदरले अहिलेसम्म हामीलाई साथै दिएको छैन हामीले 3-4 घन्टा कुर्यौँ त्यो पनि हिमाल राम्रोसँग देखिएन त्यही पनि हामीले इन्जोय चाहिँ गऱ्यौँ त्यहाँको लोकल भाले खायौँ मान्छेले गुरुङ ड्रेस लगाएर फोटो भिडियोजहरू खिच्नुभयो त्यहाँको ट्रेडिसनल हाउसेसहरू त्यहाँ यहाँको मान्छेको हस्पिटालिटी हामीले एकदम इन्जोय गऱ्यौँ तर हामी दुखी चाहिँ छौँ तर हार मानेको छैनौँ जसरी पनि हामी हिमालको सर्ट चाहिँ लिन्छौँ तर आजको लागि चाहिँ अफ टु द नेक्स्ट स्पट
घान्द्रुक आएर पनि हिमाल नदेखिनु जस्तो ब्याड लक अरू के होला, तर बाटोमा फुलेको ब्युटिफुल लाली गुराँसहरू हेर्न पाउँदा आनन्द आएको थियो। फर्किँदै गर्दा हामी सबलाई एकदम भोक लागेको भएर हामी एउटा स्पेसल ठाउँमा रोक्छौँ, दि भाइरल 1 चिकन 4 आइटम। हामी यहाँको 5 चोटि भन्दा बढी चाहिँ म आएँ होला, ऋषभ यहाँ 10 चोटि भन्दा बढी आयो होला। सो इट्स नेभर डिसपोइन्टेड अस, एकदम मिठो खाना छ। 1 चिकन 4 आइटम। सो एउटा लोकल कुखुराको र यही गाउँमा पालेको कुखुराको चाहिँ 4वटा डिफ्रेन्ट आइटम बन्छ र लास्ट आइटम चाहिँ खानासँग खान सकिन्छ। सो अब हामी खाना खाने प्रोसेसमा छौँ। अमेजिङ फुड हियर है। तपाईँले चाहिँ कसरी डिस्कभर म पनि यहाँ 10 चोटि आएको छु। कसरी चाहिँ फर्स्ट टाइम तपाईँ आउनु यस्तै हो, मलाई एकजना मेरो मामाले देखाउनु भएको थियो। म त्यसपछि फ्यान भएँ। मलाई फेरि यो एकदम नयाँ कन्सेप्ट लागेको थियो कि 1 चिकन 4 आइटम, अनि अति इन्सेन्स छ यहाँको टेस्ट। मलाई भोक लागेको छ, क्यामेरा बन्द गरौँ। हामी अहिले घान्द्रुकदेखि पोखरा जाँदैछौँ र बिचमा नागडाँडा भन्ने ठाउँमा चाहिँ एउटा 1 चिकन 4 आइटम भन्ने आइटम पाइन्छ। यो चाहिँ हाम्रो फ्यामिली रन बिजनेस हो। यहाँ चाहिँ 30 वर्ष पहिलादेखि हाम्रो बा आमाले बनाउँदै हुनुहुन्छ। सो यदि यो बाटोमाबाट आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ आउन नछुटाउनु होला। ल धन्यवाद दिदी। सो घान्द्रुकबाट हेरेपछि चाहिँ हामीले एक ठाउँमा खाना खायौँ, एकछिन इन्जोय गऱ्यौँ, भिडियोजहरू खिच्यौँ। अहिले चाहिँ साँझको 4-5 जति बजेको छ र हामी सबैको फेभरेट ठाउँमा आइपुगेको छौँ। 50 चोटि आए पनि नपुग्ने, 100 चोटि आए पनि नपुग्ने, दिस इज पोखरा। हामी पोखरा होटलमा चेक इन गऱ्यौँ, फ्रेस भएर लेक साइड एरिया घुम्न निस्क्यौँ। भर्खरै कोलम्बस हानियो, रिङाटै लाग्यो, यस्तो एक्सट्रिम लाग्यो थियो। आई डोन्ट नो भाइ, गरम त धेरैचोटि गरेको छु, तर आज एकदम बढी हाइट थियो कि एकदम बढी स्पिड थियो, के थियो, रिङाटै लाग्यो, यस्तो गाह्रो भएर आयो, तर एकदम थ्रिलिङ भयो। गुड मर्निङ फ्रम पोखरा र कोइन्सिडेन्टली आज हो होली। सो सबैले होलीको व्हाइट टी सर्ट्स लगायौँ र पोखराको होली कस्तो हुँदो रहेछ भनेर बाहिर निस्क्यौँ। एभ्री इयर काठमाडौँमा होली मनाएको मलाई चाहिँ पोखराको होली एकदम मन पर्यो। नो एक्सट्रिम क्राउड, सबजना एकदम डिसेन्ट भएर मनाइरहनु भएको थियो। बोथ फरेनर्स एन्ड नेपाली वर इन्जोइङ रेस्पोन्सिबली। म्युजिकल इभेन्ट्सहरू पनि एकदम वेल म्यानेज थियो। वी फुल्ली इन्जोय आवर होली इन पोखरा। दिनभर होली मनाएर साँझतिर पामे एरियाको गुस्टोजमा फेवाको भ्यू लिँदै हामीले आराम गऱ्यौँ। अहिले हामी अब खाना खान जाँदैछौँ र त्यहाँ सुट पनि हुनेवाला छ। यो कताबाट बन्दैछ यता भित्रबाट। बिरामी मान्छे बस्नु भएको छैन फर्स्ट सिटमा यार, टाउको हाने पछाडि बस्नु परेछ यार। मलाई पनि फर्स्ट सिट बस्नु मन पर्दैन थियो, तर के टाउकोले हानेछ।
हामी बच्चैदेखि साथी सबैजना कट्टा हामीसँग बच्चन बेकान्स भेरी कट यतिसम्म तल्का म चुन्छ मगल आजसम्म फेरि सक्न बोकेर छ तर जिन्सम तर क्याप 8 वर्ष उमा मैले रुन खाले ऱ्याप सो आजसम्म हामी बेगनास तालमा यदि तपाईँलाई अलिकति क्राउड मनपर्छ मान्छे मनपर्छ लेट नाइट पार्टी मनपर्छ अनि अफकोर्स फेवामा बस्ने हो तर तपाईँलाई पिस मनपर्छ ग्रिनेरी मनपर्छ पानीमा खेल्न मन लाग्छ डाइभ हान्न मन लाग्छ भने चाहिँ तपाईँ बेगनास ताल आउन सक्नुहुन्छ सो आज चाहिँ हामीले यहाँ बस्यौँ लन्च गऱ्यौँ र हामीले एउटा हिडन जेम फाइन्ड गरेको छौँ हामीले ट्रपिकाना बाई द लेक भन्ने ठाउँमा छौँ यो चाहिँ धेरै मान्छेलाई थाहा रहेन रहेछ तर यहाँ यस्तो अमेजिङ भ्यू देखिन्छ यो ठाउँबाट 180 डिग्री भ्यू देखिन्छ यहाँबाट तपाईँले स्विम गर्न सक्नुहुन्छ एकदम राम्रो एटमोस्फियर छ एकदम राम्रो भाइब छ सो यहाँ हामी बस्छौँ यसरी स्न्याक्स गर्छौँ डाइभ हान्छौँ त्यसपछि हामी जान्छौँ नेक्स्ट स्पटमा पौडी खेल्न जाने त भनिहाल्यो भिडियोमा तर अलि साँझ परिसकेको छ र पानी यसो चोको एकदम चिसो रहेछ हामफाल्ने कि नहामफाल्ने भनेर भन्दैछ गाइजहरूले धोका दिए कोही हाम्न फाल्ने रे मलाई छोडिदिए भिडियोको लागि भने हाम फाल्नुपर्छ एक न एकजनाले आई थिङ्क त्यो बक्रा चाहिँ म हुनेवाला छु आज मरिनु भयो यार चिसो छ कसम चिसो छ यार इफ बेगनास आउँदै हुनुहुन्छ भने ट्रोपिकाना चाहिँ छिर्नु होला असम एम्बियन्स बेगनासको अमेजिङ भ्यू गुड फुड एन्ड गुड सर्भिस ओरिजिनली हाम्रो प्लान बेगनासमै बस्ने थियो बट समन सजेस्टेड एन्ड अन्डररेटेड प्लेस जहाँबाट हिमाल अमेजिङ देखिन्छ र हिमाल देखिन्छ भन्ने बित्तिकै हामी कुदिहाल्यौँ पोखरा एयरपोर्टमा सर्ट पिस ब्रेक लिएपछि हल्का पानी पर्दै थियो बट वी ड्रोभ अन किनकि आज हामीले हाम्रो डेस्टिनेसन पुग्नै पर्ने थियो गुड मर्निङ आज चाहिँ हामी ढिकी डाँडा भन्ने ठाउँमा छौँ हामी ढिकी डाँडा रिजोर्टमा बसिरहेछौँ यो ठाउँ चाहिँ तपाईँको पोखरा नजिकै अलमोस्ट सारङकोटको लेभलमा छ र सारङकोटभन्दा राम्रो भ्यूहरू देखिन्छ र एकदम स्याड छौँ हामी किनकि आजको दिनसम्म पनि हामीले हिमाल देखेको छैनौँ माउन्टेन भ्यू पाएको छैनौँ हामी टिम एकदम स्याड छौँ डिमोटिभेटेड छौँ तर आज बिहान हामी उठ्यौँ होटलको झ्याल खोल्यौँ र माथि हेर्दाखेरि चाहिँ यत्रो दिनदेखि बादल र कुहिरो पछाडि लुकेको हिमाल फाइनली हेर्न पाइयो दिस इज द माइटी माछापुच्छ्रे अनेस्टली भन्दा हामीले त होप नै हारिसकेको थियौँ हिमाल देखिँदैन भनेर हामीले चाहिँ हिमाललाई ग्रान्डेडमा लिइरहेको रहेछ इट्स अलवेज देयर देखिहाल्छ नि तर जब यति दिनसम्म हिमाल देखिँदैन द स्काई फिल्स एम्प्टी एउटा पावरफुल प्रेजेन्स नै मिसिङ भएको जस्तो फिल हुने रहेछ एन्ड इन द्याट मोमेन्ट यु रिमाइन्डेड कि ब्युटी डज नट ओ यु अ कन्स्टेन्ट प्रेजेन्स यसको लागि पेसेन्स चाहिन्छ लक चाहिन्छ कुर्न पर्छ एन्ड वेन यु डु इट्स म्याजिकल टुडे वाज अ गुड डे किनकि फाइनली आज हामीले माउन्टेन हेर्न पायौँ बिहानदेखि हामी हेरेछौँ हिमाललाई भिडियोजहरू खिच्यौँ अहिले चाहिँ बादल आएर अलिकति ढाकिसकेको छ सो यो प्लेसमा हामीले एकछिन चिल गऱ्यौँ रिल्याक्स गऱ्यौँ सो ढिकी डाँडा चाहिँ आई थिङ्क इट्स वान अफ दोज अन्डररेटेड प्लेसेस पोखराको अराउन्डमा एकदम राम्रो रोड छ माथिसम्म रोड पाउनुहुन्छ आउनुभयो भने चाहिँ इट्स कन बी वर्थ इट अब यहाँबाट हामी चेकआउट गर्दैछौँ अब चाहिँ हामी हाम्रो ट्रिपको अलमोस्ट एन्डिङमा पुगिसकेको छौँ बट वेट देयर इज वान मोर थिङ सो हामी चाहिँ मैले त्रिशुलीमा अहिले चाहिँ जिप लाइन गरेर हामी पारि त्रिशुली भिलातिर जाँदैछौँ जिप लाइन चाहिँ यो चाहिँ मेरो फर्स्ट टाइम हो इभन त यो छोटो जिप लाइन छ आई थिङ्क इट्स कन बी भेरी एक्साइटिङ ल है त हामी जिप लाइन रेडी भयो है त अनि दाइले मलाई सिग्नल दिनु भइसकेपछि मैले गेट खोल्छु हजुर अलिकति ह्याङ गराउँछ नि आइहाल्छ सेन्ट ओके रेडी टु गो 3 2 1 जिप लाइन हामी चाहिँ मैले त्रिशुली भिलामा यहाँ तपाईँ आफ्नो फ्यामिली फ्रेन्ड्स ओर कपलसँग आउन सक्नुहुन्छ दिस प्लेस हेज समथिङ फर एभ्री वान
आजको दिन हामी हाई एन्टिसिपेसनमा सुत्छौँ किनकि टुमोरो इज राफ्टिङ। बिहान उठेर हामीले ब्रेकफास्ट गऱ्यौँ। यही टाइम अराउन्ड 40 फरेनर्सहरूको टिम पनि राफ्टिङको लागि भनेर आएका रहेछन्। द मोर द मेरियर। हामी कति जानु लाग्छ? हामी अहिले राफ्टिङ जाँदैछौँ त्रिशुली रिभरमा। आज हामी चाहिँ एकदमै बवाले गर्छौँ होइन, राफ्टिङ गर्छौँ, क्लिप जम्पिङ गर्छौँ, स्विमिङ गर्छौँ, स्लाइडिङ गर्छौँ, गेम खेल्छौँ, लट्स अफ एक्टिभिटिज आज एकदम बवाल हुँदैछ। सो फाइनली हामी राफ्टिङ रेडी भयौँ। अब लाइफ ज्याकेटहरू लगाइयो। अब तल गएर ब्रिफिङ हुन्छ। हाम्रो यहाँ टोलीहरू पनि हुनुहुन्छ, फरेनर्स, बोथ फरेनर्स एन्ड नेपाली हुनुहुन्छ। अब तल जान्छौँ, ब्रिफिङ गर्छौँ, त्यसपछि आफ्टर राफ्टिङ। राफ्टिङ गर्नुभन्दा अगाडि हामीले लाइफ ज्याकेट र हेलमेट्सहरू लगायौँ। रेडी हुँदैछौँ हामी अब राफ्टिङ हान्ने हो त्रिशुलीमा। तल रिभर साइडमा सेफ्टी ब्रिफिङहरू भयो। त्यसपछि एकपछि अर्को गरेर हामी हाम्रो राफ्टमा चढ्यौँ। अराउन्ड 2 आवर्सको राफ्टिङमा हामीले इन्सेन ऱ्यापिड्सहरूबाट गयौँ। हामीसँग आएका गाइड्सहरूले इन्टरटेनमेन्टको लागि गेम्सहरू खेलाउनु भयो। पिपल वेयर पुलिङ देयर फ्रेन्ड्स इन्टु द वाटर। एकछिन त इट वाज क्रेजी। त्यसपछि एउटा स्पटमा वी अल डिड क्लिफ डाइभिङ। त्यसपछि फेरि वी वेन्ट इन्टु द ऱ्यापिड्स। अराउन्ड 2 आवर्सको थ्रिल, लाफ्टर एन्ड फन पछि द रिभर वेन्ट क्वाइट र हाम्रो राफ्टिङ एडभेन्चर केम टु एन एन्ड। सो दिस कन्क्लुड्स आवर ट्रिप। हामीसँग अहिले त्रिशुली रिभर साइडमा अहिले बिहानको 9:30 बजेको छ र स्याडली हामी काठमाडौँ ब्याक हुँदैछौँ। सो आज हाम्रो लास्ट दिन हो। सो यो ट्रिपमा चाहिँ आई डोन्ट थिङ्क हामी कसैमध्येले यो नेपाल चाहिँ यो तरिकाले घुमेको थियौँ। यति धेरै मोमेन्ट्सहरू, यति धेरै अनडिस्कभर्ड अन्डररेटेड प्लेसेसहरू घुमियो, यति धेरै मान्छेहरू भेटियो, यति धेरै मेमोरिजहरू बनाइयो। सो यो लेभलको ट्रिप चाहिँ हामी सबैको लागि एकदम अमेजिङ थियो। अब काठमाडौँ ब्याक हुन्छौँ। होप तपाईँलाई पनि यो भिडियो इन्ट्रेस्टिङ लाग्यो होला, रमाइलो लाग्यो होला, किनकि हाम्रो लागि चाहिँ दिस वाज वान होल एपिक जर्नी।